नमस्ते स्टुडेन्ट्स, युपिटी इपिएस टपिक एप इन्स्टल गर्नको लागि गुगल प्ले स्टोरमा गएर युपिटी इपिएस टपिक सर्च गर्नुहोस्। निलो ब्याकग्राउन्डमा नेपाल र कोरियाको झन्डा भएको एप नै हाम्रो एप हो। यसलाई इन्स्टलमा क्लिक गरी इन्स्टल गर्न सकिन्छ। अघि इन्स्टल गरेको एपलाई ओपन गर्नुहोस्। ओपन गरेपछि रजिस्टरमा क्लिक गर्नुहोस्। त्यहाँ एउटा फर्म खुल्नेछ। यसमा आफ्नो सम्पूर्ण विवरणहरू राखेर यो फर्मलाई सबमिट गरिदिनुहोस्। जस्तै मेरो नाम राम झा, मोबाइल नम्बर 98 10 डिजिटको हजुरको मोबाइल नम्बर, इमेल एड्रेस अनि इमेल एड्रेस हाल्नुहोस् अनि एउटा पासवर्ड हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्। पासवर्ड राखेर आफ्नो एड्रेस यस फर्मलाई सबमिट गर्नुभन्दा अगाडि एकचोटि आफ्नो फोन नम्बर र नाम पासवर्ड मजाले चेक गर्नुहोस्। सबै भेरिफाई गरिसकेपछि फर्मलाई सबमिट गरिदिनुहोस्। युजर रजिस्ट्रेसन सक्सेसफुल मेसेज आइसकेपछि आफ्नो मोबाइल नम्बर र हजुरहरूको पासवर्ड राखेर लगइन गर्नुहोस् र हजुरहरूले आफ्नो एक्जाम स्टार्ट गर्नको लागि फ्री एक्जाममा क्लिक गर्ने। यहाँ दिएको दुईवटा सेटमा कुनै एउटा सेटबाट आफ्नो एक्जाम स्टार्ट गर्न सक्नुहुनेछ। अहिले हामी एक्जाम सेक्सनभित्र छौँ। यसको लेफ्ट सेक्सनमा हजुरहरूले क्वेसन नम्बर प्यानल देख्न सक्नुहुन्छ भने यसको राइट साइडमा क्वेसन रहेको छ र टप सेक्सनमा हजुरहरूले हाम्रो टाइम देख्न सक्नुहुन्छ र यसमा रहेको रातो एरोले क्वेसन नम्बर प्यानललाई सो हाइड गर्न सकिन्छ। हामीले देख्न सक्छौँ अहिले हामी क्वेसन नम्बर 1 मा छौँ। यसको भेरिफिकेसन हामी नम्बर प्यानलमा ब्लू ब्याकग्राउन्डमा 1 नम्बरले देखाइरहेछ र यसको एन्सर क्लिक गर्नको लागि हामी दिएको कुनै पनि 4 अप्सनमा एउटा सही अप्सन छान्न सक्छौँ। अहिले मैले 2 छाने र नेक्स्ट क्वेसनमा जानको लागि नेक्स्ट बटन क्लिक गरेँ र क्वेसन नम्बर 2 आयो। यसको जानकारी हामीले क्वेसन नम्बर प्यानलमा नम्बर 2 मा निलो ब्याकग्राउन्ड देख्न सकिन्छ र यसमा पनि मैले आफूलाई सही लागेको सही उत्तर छाने। यसै गरी मैले नेक्स्ट गर्न सक्छु। यसरी नै यहाँ दिएको लेफ्ट सेक्सनको नम्बर प्यानलमा भएको नम्बरहरूमा क्लिक गरेर मैले कुनै पनि क्वेसनमा जान सक्छु र यसको एन्सरहरू सबमिट गर्न सक्छु। हजुरहरूले देख्न सक्नुहुन्छ अहिले क्वेसन नम्बर 4 एटेम्प्ट गरेँ मैले। यसरी नै म लिसनिङ पनि जान सक्छु। 옛날에 한국 사람들이 어떤 행동을 했습니까? र यसको एन्सर पनि कुनै दिएको 4 अप्सनमा एउटा छान्न सक्छु। यसरी हजुरहरूले एटेम्प्ट गरेको क्वेसनमा चाहिँ हरियो ब्याकग्राउन्ड लाग्नेछ नम्बर प्यानलमा भने एटेम्प्ट नगरेको क्वेसनहरू एज रेगुलर नर्मल रहनेछन् ग्रे ब्याकग्राउन्डमा। अब म हजुरहरूलाई आफूले दिएको एक्जामको रिजल्ट कसरी हेर्ने भन्ने कुरा सिकाउन गइरहेछु। त्यसको लागि हजुरहरूले यसरी सम्पूर्ण क्वेसन गरेर लास्टमा क्वेसन नम्बर 40 मा सबमिट भन्ने बटन आउँछ। यसमा हजुरहरूले सबमिट क्लिक गरेपछि हजुरहरूको एक्जाम सबमिट भयो र यस एक्जामको रिजल्ट हेर्नको लागि हामी ब्याक होममा गएर यसको रिजल्ट सेक्सनमा जानेछौँ र हजुरको रिजल्ट यसरी हेर्न सकिन्छ। आफूले कुन प्रश्नको सही उत्तर दिनुभयो, कुन चाहिँ बिगार्नु भयो, कुन चाहिँ सेक्सनमा हजुरहरूले फोकस गर्नुपर्ने भन्ने कुराहरू सम्पूर्ण हामीले इन्डिकेट गर्न खोजेको छौँ। यसका साथसाथै हजुरहरूले प्र्याक्टिस गर्दै जाँदा यहाँ भएको फ्री सेट्सले अपुग्न सक्छ र अरू थप सेट्सहरू हजुरहरूले प्र्याक्टिस गर्नु परेको केसमा हामीसँग बाई एक्जाम सेट भन्ने मोड्युल रहेछ। यसमा विभिन्न मोड्युलहरूमा हजुरहरूले आफूलाई पाएत भन्ने प्याकेजहरू बाई गरेर आफ्नो प्र्याक्टिस गर्न सक्नुहुनेछ। यसको फुल डिटेल भिडियो हामी हजुरहरूलाई डिटेलमा प्रोभाइड गर्नेछौँ। त्यो लिङ्कमा गएर हजुरहरूले यसको डिटेल प्याकेज कसरी खरिद गर्ने भन्ने भिडियोहरू हेर्न सक्नुहुन्छ। साथसाथै हजुरहरूलाई कुनै पनि सपोर्ट चाहिएमा यो दिएको नम्बरहरूमा हाम्रो सपोर्टलाई कल गरेर हजुरहरूले सपोर्ट लिन सक्नुहुन्छ। यो एप सम्बन्धी कुनै ट्युबहरू यहाँबाट पढ्न सक्नुहुनेछ।